हिजो सानो मिटिङ्स भएको थियो। त्यो मिटिङमा साथीहरूले यति धेरै जोडबल गर्नुभयो कि बिमा चाहिँदैन। हो यार, म पनि भन्छु बिमा चाहिँदैन। त्यो 10 जना व्यक्ति जसलाई बिमा चाहिँदैन भनेको छु, आज मैले यहाँ लिएर आएको छु। यो भिडियो स्किप नगरिकन हेर्नु होला। कसलाई बिमा चाहिँदैन? तपाईले अहिलेसम्म बिमा लिनु भएको छ भने नलिँदा पनि हुन्छ, तर यो 10 भित्र तपाईँ पर्नुभयो भने हेर्नुहोस् यो 10 क्याटेगोरिज के हो। साथीले भन्ने जस्तो यदि तिमी अजम्बरी हो भने तिमीलाई बिमा चाहिँदैन। दोस्रो, यदि जिन्दगीमा सपना छैन, योजना छैन, जे छ ठिक छ, चल्छ, चलेगा भन्नुहुन्छ भने पनि तपाईका लागि बिमा चाहिँदैन। सन्तानको उच्च शिक्षा र वैदेशिक अध्ययन पठाउनका लागि पैसा बचाउन तपाईँ चाहनुहुन्न भने तपाईलाई पनि बिमा चाहिन्छ। सदैव जोखिममा रहने तर ज्योतिषले भनेको छ म कहिले दुर्घटनामा पर्दिन भन्ने तपाईलाई लाग्छ भने तपाईले बिमा गर्नु पर्दैन। क्यान्सर, हृदयघात जस्ता अति जोखिमयुक्त रोगहरू जसमा धेरै पैसा खर्च लाग्छ तर मेरो शरीर त स्टिलले बनेको छ, हस्पिटलमा गए पछाडि बिल तिर्न पर्छ भन्ने भुल्नेहरूका लागि पनि बिमा जरुरी छैन। जसको ध्यान मोज मस्ती र खर्चमा मात्रै छ, साथीका लागि कमाउँछु र परिवारका लागि होइन भन्ने जसले सोच्नु भएको छ उहाँहरूले पनि बिमा आवश्यक छैन। जसले बाइक, गाडी, घोडा, मोबाइल सबैको बिमा गरेर बसेको छ तर आफू अटुट छु भन्ने जसले सोचिरहनु भएको छ उहाँलाई चाहिँदैन। जसले भन्छ म बैंक शेयर एसआइपी गर्छु, बिमा त पुरानो चिज हो, म केही भयो भने पनि यसले दिँदैन, मलाई चाहिँदैन भन्नुहुन्छ भने पनि तपाईले बिमा गर्न आवश्यक छैन। जसले काम नगरी मोटाएको छ, काम गरेरै दुब्लाएको छ, दुवैको डायलग एउटै छ, मलाई बिमा चाहिँदैन, मलाई जिम चाहिन्छ, मलाई यही लाग्छ भने चाहिँदैन तपाईँ। र जसको कमाई राम्रो छ, जसको कमाई ठिकै छ, जसको कमाई सामान्य छ तर महिनाको अन्त्यमा खल्ती खाली भइरहेछ, बचत शून्य छ भने पनि तपाईलाई बिमा चाहिँदैन। किनभने शून्यतामा रमाउन तपाईले चाहिन्छ। जो ऋण इएमआई किस्ता तिरिरहेका छन् ती परिवारको सुरक्षाको योजना कहिले बनाउँदैनन्, ऋणमै मस्त छन्, इएमआई तिर्नमै मस्त छन् भने तपाईलाई पनि बिमा चाहिन्छ। र अन्त्यमा जो जिम्मेवारीबाट भाग्छ र भन्छ पैसा होस् कि नहोस् जिन्दगी चल्छ नि यार, हो चल्छ, तर परिवारलाई सोधेर त हेर, परिवारले बुझ्छ चल्छ कि चल्दैन। तर साथीहरू, बिमा मर्ने अघि होइन, सोच बदल्ने अघि गर्ने कुरा हो। परिवार प्रतिको प्रेम जिम्मेवारीको प्रतिबद्धता हो। यदि तपाईँ माथिका पात्रहरूसँग मिल्नुहुन्छ भने कृपया फोन नगरिदिनु होला। म न्युमरोलोजिस्ट, फाइनान्शियल कोच, लाइफ इन्सुरेन्स योजना, जीवित, जिम्मेवारी र स्वस्थ मान्छेका लागि मात्रै सल्लाह दिन्छु। यो भिडियो बिमा जनचेतनाका लागि तयार गरियो, किनकि जीवन अमूल्य छ।